नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन सक्रिय लेखक, कवयित्री तथा अनुसन्धानकर्ता डाक्टर सङ्गीता श्रेष्ठ स्वेच्छाले 18 वर्षकै उमेरमा पखालिएको सिउँदो उपन्यास मार्फत नेपाली साहित्यमा आफ्नो यात्रा तय गर्नुभयो। सन् 2024मा बुक हिल प्रकाशनले सोही बुकलाई सेतो सिउँदो शीर्षकमा पुनः प्रकाशित गर्यो। उहाँको अर्को चर्चित कृति हो गुलाबसँगको प्रेम। आज मैले गुलाबसँगको प्रेममा संग्रहित मध्ये पहिलो कथा गुलाबसँगको प्रेमलाई नै वाचन गर्न लागिरहेको छु। लागौं कथातर्फ। सदाझै मेरो घर छेउको झाडी मौन छ। लाग्दछ उदासीनताको प्रतीक यो झाडीले छर्लङ्ग्याएको छ। सूर्य उदाउँछ त्यो झाडीमा पनि जसरी मेरो घर अगाडिको फुलबारीमा उदाउँछ। तर लाग्दछ त्यो झाडी बीच गुलाब उराट छिन्। उनी मेरो फुलबारीको फुलहरूको सौन्दर्यताप्रति कतै दुखी त छैनन्। गुलाब त फुलहरूको सौन्दर्यको प्रतिमा हुन्, तर पनि मेरो फुलबारीमा गुलाब छैन। गोदावरी, कुकुरफुल आदि ढकमक्क मेरो फुलबारीमा रमाइरहेका छन्। रात दिन म मलजल गर्छु, सायद यसैबाट उनीहरूको सुन्दरता निखारिँदैछ। पल्लोपट्टि झाडीमा कुदेर गुलाबलाई टिपेर म फुलबारीमा सजाउन समर्थ भएको भए सायद उनी मदेखि खुसी हुन्थिन् कि। म असमर्थ छु। ठुलो झाडी अनि वरिपरि सिस्नुको झाङ छ त्यहाँ, जसको बीचबाट चन्द्रमा जस्तै देखिने त्यो गुलाबी गुलाब। उनको आँखाभरि आँसु छ। एक कहाली लाग्दो एकाङ्कीपनले उनलाई सताएजे भान हुँदैछ अनि उनका परिलेहरू आँसुले भिजेकै देखिन्छन्। शरीरमा भने एउटा अकिञ्चन स्वाभाविक जवानी छ, तर त्यो जवानी उनलाई झाडीबाट चिहाई चिहाई देखाउनु परिरहेछ लागिरहेछ। उनलाई पनि त आफ्नो रूपलाई धङधङ्याएर हिँड्न कति रहर लाग्दो। म पूर्वपट्टिको झ्यालमा बसेर टोलाइरहेको थिएँ। अचानक टन्टलापुर घामलाई बादलले धमिलो बनाइदियो, वृष्टिको सङ्केत गर्न थाल्यो। म डरले आक्रोशित भएँ। कतै त्यो गुलाबलाई वर्षाले झारेर छेद विच्छेद बनाइदियो भने। विराज, ए विराज, शर्मिला दिदीको आवाजले मेरो ध्यान भङ्ग भयो। म पछाडि फर्किएँ। हँ हजुर, तेरो आँखामा आँसु? दिदीले मतिर बढ्दै भन्नुभयो। यो मेरो आँसु होइन दिदी, यो त गुलाबको आँसु हो, मैले भावुकताका साथ भन्न पुगेछु। धत बाजी, दुध चिसो होला। दिदीले दुधको गिलास मेरो छेउमा राखेर जानुभयो। दुध त्यति साह्रो पिउन मन नलाग्ने भए पनि ज्वरोले थलिएको हुँदा दुध पिउन करै लाग्यो। म सोच्दा सोच्दै गुलाबकै दुनियाँमा हराउन थालेँ। कल्पनाको सागरमा डुब्न थालेँ। आँखा चिम्लिएँ। लामो श्वास फेरेर म दिउँसै सपना देख्न पुगेँ। म विराज, सपनामा पनि विराज थिएँ। म गुलाबतिर बढ्दै गएँ। त्यहाँ झाडी त्यति साह्रो थिएन। म पनि उनलाई सम्बोधन गर्न चाहन्थेँ, तर नामै थाहा नपाएको हुँदा ओठहरूमा कम्पन बढ्दो थियो। उनी मसँग मन्द मुस्कुराइन्। स्वर्गको आनन्द थियो त्यो मुस्कानमा। वरिपरिको सम्पूर्ण वातावरणमा चहल पहल देखियो। गुलाबले हाँस्दै बोलाइन्, विराज। म अचम्मित भएर खुसीले पागल झैँ लडखडाइरहेका पाइलाहरू उनीतर्फ बढ्दै थिए। उनको त्यही आवाजले म सतर्क हुन थालेँ। विराज, मलाई एकपल्ट स्पर्श गर, म तिम्रो सम्पूर्ण कौतूहलतालाई निवारण गर्नेछु। कि आखिर ममा तिमीले के पाउँछौ? गुलाबको त्यो सानो आवाज मेरो मस्तिष्कमा घन ठोकै चाहिँ भयो। मलाई त्यो आवाज चिर परिचित लाग्यो अनि म दृढ भएर अगाडि बढ्दै गएँ। म उनलाई स्पर्श मात्र होइन, उनलाई मेरो हृदयमा सजाउनेछु। टिपेर? नै, म उनको हत्या यसरी गर्न सक्दिनँ। म पाप बोक्न चाहन्न क्षणिक स्वार्थका लागि। म उनीसँग धेरै बातचित गर्ने विचारमा छु। सोध्न चाहन्छु कि हाम्रो यस्तो मूक भाषामा कहिलेसम्म सम्बन्ध रहला भनेर। बिचरीलाई रातभरि तुसारो र दिनभरिको हुस्सु अनि वर्षामा पानीले कति सताउँदो हो। अब म कसैबाट पनि उनलाई चोट लाग्न दिने छैन। उनलाई अगाधभन्दा अगाध माया गर्नेछु। यस्तै सोच्दै म अगाडि बढ्दै थिएँ। उनको निकटतम दूरीमा पुगिसकेछु। म जति नजिकै थिएँ उनी त्यति धेरै राम्री देखिन्थिन्। विराज, उनी अचानकै चिच्याइन्। मेरा दुई हातहरू अचानक उनलाई समाउन पुग्छन्। मैले उनको ठाउँमा रुबिनालाई पाएँ। म उत्तेजित भएर उठेँ। साँझ पर्न आँटेको समय आँखा मिच्दै झ्यालमा पुगेँ। बाटो हिलाम्मे अनि पानीले लतपत भएको फुलबारी घनघोर दृश्यले कतै गुलाबलाई मेरो मनमा डर झन बढ्न थाल्यो। दिदीको छोराले धारा खुल्लै राखिदिएर पो त हिलै हिलो भएको रहेछ। ओहो, सपना पनि कस्तो देख्छु। तर यो सपनाले मलाई यथार्थताको धरातलमा उतारिदियो। पुराना सम्झनाहरू आँखा अगाडि सलबलाइरहे। रुबिना, उही चञ्चल हँसिली रुबिना जोसँग म धरान जाँदा भेट भएको थियो। म काठमाडौँ आउँदा उनले कैयौँ आँसु बगाइन्, तर मैले एउटा चिठीसम्म पनि पठाइनँ। आज मलाई अचम्म लाग्यो। बाटोमा कैयौँ मानिसहरू होरदोहोर गर्छन्, तर खै
कसैले त्यो झाडीको गुलाबलाई यादसम्म गर्दैनन्। व्यथा बुझ्नु त परै जाओस्। मानिसहरूको बानी नै यस्तै हुन्छ। राम्रो स्थानमा भएको चिजको चाहना बढी हुन्छ। बिचरी त्यो कलिलो प्रतिभा झाडीको बीचमा उकुस मुकुस भइरहेकी छिन्। मलाई पनि बल्ल याद आयो, अस्ति भर्खर फुलबारीहरूको फुलहरूमध्ये गोदावरी राम्री भनेर दिदीसँग बाजी ठोक्दा उनले घाँटी तन्काई तन्काई हेरिरहेकी थिइन्। त्यति बेला झन् उनको मनमा के बित्यो होला। जे होस्, म उनलाई मेरै झ्याल अगाडिको खाली ठाउँमा लगाउनेछु अनि उनको आवाजसँग खुल्ला रूपमा म बातचित गर्नेछु। के सपनामा चाहिँ उनले मलाई विराज भनेर बोलाउँछिन् त? नबोलाए पनि म उनको सुगन्धमा रमाउनेछु, खेल्नेछु। मलाई ज्वरो नआएको भए कति खुसी साथ पर्खाल हाम फालेर जान्थेँ, झाडी फाड्थेँ। तर ज्वरो नआएको भए पनि म फेरि कसरी त्यस झ्यालमा एक्लै टोलाउन पुग्थेँ अनि कसरी त्यस गुलाबलाई देख्न पाउँथेँ र? सधैँ क्याम्पस घर अनि घर क्याम्पस गर्दा यादै थिएन। अस्ति भर्खर याद गरेँ ज्वरोले थलिएको बेला। म उनको अनुहारमा देखा पर्ने सम्पूर्ण नैराश्यतालाई हटाउन चाहन्छु। मेरो मानसपटलमा 3 दिन अघिदेखि एउटै कुरा खेलिरहेको छ। आखिर सौन्दर्यको सार त्यस झाडीमा लुकेको छ। हो, म मान्दछु यस वाक्यलाई। म आफूलाई पराजित भएको मान्दिनँ पनि। सायद म खुसी रहन सक्दिनँ होला यदि उनको अस्तित्व व्यर्थ खेर गयो भने। म आफ्नो आत्मविश्वासलाई मर्न दिन्न पनि। ज्वरो पनि निको भयो मलाई अनि अन्तमा मैले ज्वरो निको भएपछि गुलाबलाई आफ्नो झ्याल अगाडि सारेर छाडेँ। गुलाबले मलाई रुबिनाको याद दिलाएर वास्तविकताको धरातलमा ओह्रालिदिन्। म खुसीले पागल भएँ। रुबिना र गुलाब दुवैले प्राप्त गर्ने इच्छा जाग्यो। त्यसैले आकस्मिक धरान प्रस्थान गरेँ। धरान त गइयो, खुसीका लहरहरू बटुलेर, तर धरानबाट निमुखा भई फर्कन करै लाग्यो। मैले रुबिनाको आँसुको मूल्य बुझ्न सकिनँ र अर्थ दिने चेष्टा पनि गरिनँ। त्यसैले उनी मेरो मर्म जान्दैनन् पनि। धरानमा पुग्दा मेरो हर्षको लहरहरूमा बाँध बाँधियो। रुबिनाको बिहे हुँदै थियो। उनलाई अन्माउँदै गरेको यही 2 आँखाले देखेको थिएँ। के यो सम्भव छ र? तर खै, वास्तविकता लुक्दैन। त्यति बेला मैले आफैबाट अपेक्षित भएको अनुभव गरेँ। आत्मविश्वासले बाढीले बगाएको अनुभव गरेँ। जब मेरो बन्द आँखा खुल्यो, ढिला भइसकेको छ। रुबिनाको बिहे भइसकेछ। उनी त पराया भइसकिन्। भक्कान छाडेर रुन मन लाग्यो, तर आफूलाई सम्हाले। आँखामा आँसु टिलपिल टिलपिल गर्दै घर आइपुगे 3 दिनपछि। एकपल्ट गुलाबलाई स्पर्श गरेर प्रायश्चित गर्न मन लाग्यो रुबिनाको आँसुको लागि। साँच्ची मलाई रुबिनाको आँसुको श्राप लाग्यो। मैले उनको अस्तित्व नै मेटाइदिएँ। उता रुबिना पराया भइन्, यता भने रुबिनाको याद दिलाउने गुलाब एक एक पात गरेर भुइँमा झरिरहेको रहेछ। सायद गुलाब झाडीमै ठिक थिइन्। मैले उनलाई आफ्नो फुलबारीमा सारेर गल्ती नै गरेछु। मलाई लाग्यो मेरो मुटु छिया छिया भई टुक्रिएको छ। पातहरू गाँस्न मन लाग्यो गुलाबको। तर सम्भव? ती छरिएका पातहरूले मेरो वर्तमान दयनीय अवस्थामाथि उपहास गरे जै लाग्यो। रातमा निन्द्रा पटक्कै लागेन। गुलाबका छरिएका पातहरूलाई सँगालेर कोठामा राखेँ। अतीतमा रुबिनासँग गरेका कुरा मानसपटलमा चलचित्र झैँ घुम्न थाले। मनलाई सम्हालेर बसेँ। सरिताले मलाई गरेको अपराध मैले रुबिनामाथि थोपारिदिएँ, जसको फल एक सुन्दर फूलले पाइन्। सरिताले मलाई जानी वा नजानी रुवाइन्। मैले नारी जातिको स्वार्थी र कठोर हृदयलाई धिक्कार्न थालेँ। घृणा लाग्थ्यो नारी जातिदेखि नै। लाग्थ्यो कोमलताको प्रतीकको नाममा कलङ्क हो नारी। सरिताले मलाई उपहासको पात्र बनाइदिएको हुनाले मैले रुबिनासँग बदला लिन पुगेँ। रुबिना मसँग धरानमा छुटिनु पर्दा रोइन्। मैले सम्झेको थिएँ नारीको आँसु पुरुषलाई कमजोर तुल्याउने एउटा बलियो हतियार मात्र हो। त्यसैले मैले रुबिनाको आँसुलाई महत्त्व नै दिनँ। उनको आँसुलाई सान्त्वना दिँदै खितखित्याउँथेँ। यही सोचेर कि मैले आफ्नो पुरुषत्वलाई डग्न दिनँ। एउटी नारीले मलाई धोका दिए जो म सहन सक्दिनँ थिएँ। पुरुष भएर नारीको अगाडि झुक्नु भो, बरु रुबिनालाई रुवाए। उनको आँसुले मेरो घाइते पुरुष हृदयलाई शीतल बनाइदिन्थ्यो। धरानमा बाचाहरू बुनेर आएँ। काठमाडौँ आएपछि बिर्सिदिएँ। त्यति बेला मेरो एउटै उद्देश्य थियो, बदला लिनु, एक नारीलाई, नारी जातिलाई। अन्तमा मैले के पाएँ? पीडाको द्वन्द्व भएको छ मेरो मुटुमा। पश्चातापका आँसुहरू त छाडमछाड गर्दै ओह्रालो लागेर सिरानी भिजिसक्यो। छटपटी भने झन बढ्दो छ। छि, मैले आफ्नो जातिलाई नारी जातिको अगाडि गिराइदिएछु। होइन, सबै नारी सरिता झै दुष्ट पनि हुँदैनन् अनि सबै पुरुष म विराज झै दुष्टताको जवाब यसरी पनि दिँदैनन्। सायद मेरो जीवनमा यी सबै भोग्नुपर्ने लेखेको रहेछ। आँखा पोल्न थालेकोले आँखा चिम्लिए। कति छिटो आँखा लागेछ अनि सपना पनि देख्न पुगेछु। रुबिनाले सपनामा भन्दै थिइन्, विराज सम्झ, म यो जन्ममा मरिसकेँ, तर विराज म अर्को जन्ममा तिम्रै रहनेछु। विराज विराज। म जुरुक्क उठेँ। सँगालेर राखेका गुलाबका पत्रहरूलाई आफ्नो व्यथा बुझेका चाहिँ गरी हातमा राखेर च्यापेँ। आवेश कम भएपछि हात फुकाएँ।
पातहरू त कचाककुचुक्क भई डल्लो भएछन्। म झन उत्तेजित भएँ। लाग्यो सपनीमा रुबिनाको मृत्युसँगै उनको सम्झना पनि मर्यो। म आफै प्रति नै लज्जित हुन थालेँ। मैले गुलाबलाई मारिदिएँ। आफ्नो फुलबारी सजाउने हेतुले उनको जीवन बर्बाद गरिदिएँ। घर बस्ने इच्छा नै जागेन। मैले प्रायश्चित गर्ने मौका पनि पाइनँ। गुलाब घरको झ्याल अगाडिको झाडीमै भएको भए म उनीसँग बात मार्थेँ रुबिनाको यादमा। विरक्त लाग्यो जिन्दगी देखेर। घरमा बस्यो भने मलाई प्राय यही पीडाले सताउन थाल्छ। त्यसैले बुबासँग काश्मीर घुम्न गएँ, बुबाको कामकै सिलसिलामा। काश्मीरबाट 3 महिनापछि घर फर्केँ। अतीतलाई झन्डै बिर्सिसकेको थिएँ, तर मेरो झ्याल अगाडिको गुलाबको डाँठमा नयाँ सानो गुलाब पलाएछ। उमेरमा सानो देखिन्थिन्, तर उही रूप, उही रङ, उही हँसाइ, उही हेराइ। लाग्थ्यो उनी मेरो प्रतीक्षामा व्याकुल छिन्। मेरो आँखामा हर्षको आँसु अनियन्त्रित भएर आयो। म हतार अगाडि बढेँ। एकपल्ट गुलाबलाई स्पर्श गर्ने इच्छा जाग्यो, तर म विवस्थावश हुत्तिन सकिनँ। कतै मेरो स्पर्शले उनको ज्यान गयो भने। उता सिरानी माथिपट्टिको झ्यालमा भने पहिलेको गुलाबको पत्रहरू कक्रक्क परिसकेको रहेछ। झ्याल अगाडि उनकै बोटनिर लगेर गाडी दिएँ। हातहरू अझै काम नछाडेका छैनन्। बेचैनीले मलाई सतायो। जुरुक्क उठ्दा अर्को सानो गुलाब जो त्यही स्थानमा बसेकी थिइन् भन्दै थिइन्, विराज, मैले पुनर्जन्म पाएँ। म उही गुलाब हुँ। म कहिलेदेखि तिम्रो प्रतीक्षामा थिएँ। आज तिमीले मलाई जुन स्थान दिएका छौ म कृतज्ञ छु। तिमी महान छौ विराज। मेरो अस्तित्वलाई बचाइदियो। म झाडीमा कति बेचैन थिएँ। हेर, मेरो आँखामा तिमीले दिएको खुसीको आँसु छ। म गुलाबको आँसु पुस्न हात बढाउन पुग्दछु। त्यति बेला मैले आफ्नो हातको स्पर्शले गुलाबलाई के असर होला भन्ने मतलब नै गरिनँ। उनको आँसु पुस्दा मलाई शीतलताको आभास भयो। एक क्षण आँखा चिम्लेर अतीतलाई सँगाल्न पुगे। गुलाब त रुबिना पो रहेछन्। उनी भन्दै थिइन्, विराज, मेरो पुनर्जन्म भयो। मेरो बिहे पूर्व जन्ममा कसैसँग भयो, तर यो जन्ममा हामी अलग्गिने छैनौँ। मलाई त्यस भावुक कुरा कल्पनामै मात्र सीमित भएको पत्तै भएन। अचानक आवेशमा आएर कराउन थाले, रुबिनाको पुनर्जन्म भयो। आँखा खोल्दा रुबिनालाई पाउनै सकिनँ। पश्चाताप त लागिरहन्छ, तर प्रायश्चित म फूल बनेर गर्ने गर्दछु। कल्पनामा हराउँदा म पनि गुलाब बनेर अगाडिको नयाँ गुलाबलाई रुबिना मानेर बात मार्ने गर्दछु। अनि विपनामा पनि चित्त बुझाउँछु उनकै स्याहार सुसार गरेर। डर लाग्छ कतै यिनको पनि अस्तित्व नमेटौँ म। जब म गुलाबलाई स्पर्श गर्छु, कल्पनामा उनी रुबिना बनिदिन्छन्। यसरी गुलाब र मेरो प्रेम कथा सुरु भएको छ। अब म हाम्रो प्रेमको हत्या हुन दिने छैन। यिनी सरिता होइनन्, मेरी रुबिना हुन्। बिहे उनको अरूसँग भए पनि मेरी रुबिना मेरी झ्याल अगाडि बस्ने गर्दछिन्। वर्षामा म उनका लागि जस्ताको छानो हालिदिन्छु। हिउँदमा प्लास्टिकको लुगा सिलाएर लगाइदिने गर्दछु। रोइन् भने आँसु पुसिदिन्छु। घन्टौँ घन्टासम्म रातमा बात मार्ने गर्दछु। यो काम घरको सबैजना सुतेपछि मात्र सम्भव छ। म अवश्य पनि चाहन्न कि मेरो र गुलाबको प्रेम कथालाई कसैले उपहासको दृष्टिले हेरुन्। हामी पवित्र प्रेममा बाँधिएका छौँ। हे भगवान्, मलाई अर्को जन्ममा गुलाब बनाइदेऊ। म रुबिनासँग छुट्टिएर बस्न चाहन्न। यस्तै गरेर दिन बित्दैछन्। आखिर मेरो र गुलाबको प्रेम पवित्र छ। धन्यवाद। प्रस्तुति नरेन्द्र बस्नेत।